हाङ्गुके च्वासिक मुन्हा कोरियाको भुइँमा बस्ने संस्कृति। हाङ्गुकिन्दुरुन फाङ्गिना मारुए फादाके आँचास सिक्सारुल हागना योसिकुल छुइहानुन च्वासिक मुन्हारुल खाजिको इसुम्निदा। कोरियन मान्छेहरू कोठा अथवा पिँढीको भुइँमा बसेर खाना खाने अथवा आराम गर्ने चलन रहिआएको छ। इरहान च्वासिक मुन्हानुन खाजो किना खाक्काउन छिङ्गुदुल किरी हाम्के सोथोङ्गुल हागो युदेगामुल यङसङ हानुन्दे थोमुल चुम्निदा। यस्तो प्रकारको भुइँमा बस्ने चलन परिवार वा नजिकका साथीहरूको बीचमा सँगै कुराकानी गर्ने र घनिष्ठता बढाउन सहयोग गर्दछ। च्वासिक मुन्हारो इन्हे हाङ्गुक सारामदुरुन थेबुबुन छिबानेस सिन्बारुल फक्को सेङ्वाल हाम्य फादाके आन्जास सिक्सारुल हानुन सिक्ताङ्दो सुइपके फोल्सु इस्सुम्निदा। भुइँमा बस्ने चलनको कारणले कोरियनहरू प्राय घरभित्र जुत्ता चप्पल खोलेर जीवनयापन गर्छन् र भुइँमा बसेर खाना खाने रेस्टुरेन्ट पनि सजिलै भेट्न सकिन्छ। च्वासिक मुन्हागा ह्यान्देदो छिसोक थोइनुन इयुनुन हाङ्गुके छन्थोङ नान्बाङ फाङ्सिकिन ओन्दोरे याङयाङते मुनिरागो हाम्निदा। भुइँमा बस्ने चलन अहिले पनि कायम रहनुको कारण कोरियाको परम्परागत कोठा तताउने विधि ओन्दोलको असर हो भनेर भनिन्छ। ओन्दोरुन फादाकुल तात्तु थाके हानुन हाङ्गुके छन्थोङ नान्बाङ सिसुतेमुरो यर खागुका मोय सानुन आफाथु एसदो फाइफुरुल फादाखे कारा तुगौन मुरुल सुनुवा सिक्खिनुन फाङ्सिकुरो सायोङथेम्निदा। ओन्दोल भुइँमा तातो बनाउने कोरियाको परम्परागत सिस्टम भएकोले धेरै परिवारहरू बस्ने अपार्टमेन्टमा पनि पाइपलाई भुइँमा बिछ्याएर तातो पानीलाई पाइपभित्र घुमाएर प्रयोग गरिन्छ। फाकेस छुरो सोफा ना उइजाए आन्जा सेङ्वार हानुन छल्मुन सारामदुल्दो छिबानेसनुन छाजु तातुथान फादाके आन्जा थिबिरुल फोगना सुइगिदो हाम्निदा। बाहिर प्राय सोफा वा कुर्चीमा बसेर जीवनयापन गर्ने जवान मान्छेहरू पनि घरभित्र चाहिँ प्राय तातो भुइँमा बसेर टिभी हेर्ने वा आराम गर्ने गर्दछन्।